ल गाइस अब म गल्फ खेल्नु लाग्दिएको ल भन्दा कस्तो हुन्छ गाडी चाहिँ त्यस्तो रहेछ नि त हो भाइ सिटीमा कुदाइदिएको यस्तो गाडी त त्यो गल्फ उयसमा क्या के भन्छ त्यसलाई के भन्छौ त्यो गल्फ खेल्ने त्यो ठाउँलाई के भन्छौ त्यसमा अन्त यहाँ चाहिँ फेरि कुकुरै देख्दिँदैन हेर्नु न अब बिरालै मात्रै देख्छ अब म्याउ म्याउ ताल 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 आइज भनेको चाहिँ ताल हो नि त फेरि ताल भनेको चाहिँ आइज ताल 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 म्याउ 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 ताल 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 आइज न हो नभाग ए जङ्गली पनि के भन्नु अब अस्ति सिटीमा बस्ने बिरालोहरूलाई हो यस्तो दामी यस्तो दामी यस्तो दामी वाउ मजै आइदियो अब मजै आइदियो मलाई चाहिँ के हो माथि चाहिँ अहिले चाहिँ फेरि डरसरी छ है माथिबाट के आइदिन्छ ब्ल्याङ्गै पड्किन्छ हो तर यस्तो बेलामा चाहिँ म आएको छु के गर्नु हो यस्तै छ उपर भनेको मैले हेर्नु न देख्छ कि देख्दैन है तर देख्छ कि देख्दैन है कहाँ गयो खोयो के हो भनेको म त आएछ पो भनेको फेरि उता इरानबाट मजाले कोसेली बोकेर त्यस्तै लाग्यो कि होइन रहेछ यहाँबाट चाहिँ फेरि मजाको बिल्डिङहरू हो अहिले भर्खर चाहिँ मेरो के भयो भन्दाखेरि चाहिँ नि अचानक भिडियो गर्दा अब त्यही हो के हुन्छ अब स्टोरेज चाहिँ फुल भइदिएछ हो अन्त एकछिन स्टोरेज मैले साफ गरेर क्लियर गरेर अन्त यहाँ हेर्नु मजाको है भिडियोको धुनमा मैले यादै गरिदिएको छु हेर्नु नै टक्कै वकको लागि हो माथि पनि यो यहाँ जानु पाएको भए मजा आउँथेछ झन् ला मेरो नि ब्याट्री चाहिँ अब फोन चाहिँ डेड हुन आँटिसक्यो के गर्नु अब यसको यो दिमागै यस्तो छ के गर्नु हो हालेकै हो नि मैले पावर ब्याङ्क त हालेकै हो नि केबलै डेटा केबलै हाल्नु बिर्सिदिएछु अन्त के चाहिँ गर्नु अब होस् ल अब बेसी हिँड्नु हुँदैन नेक्स्ट टाइम अब नेक्स्ट टाइम पनि आउँछु कि आउँदिनँ मलाई थाहा छैन हो तर त्यति बेलासम्मको लागि तर मैले बेस्ट भ्यू देखेँ हो अन्त जुन मैले त्यो म्यापमा हेरेको थिएँ उताबाट हो म्यापमा हेरेको म्यापमा होला यो बाटो क्या यो बाटो यो यस्तो छ कि यहाँबाट चाहिँ यस्तो हुँदैछ नि ऊ पारिसम्म अब यो कता अब यो साउदी हो कि इराक मा चाहिँ कनेक्ट हुन्छ अरे यो बाटो चाहिँ हेब्बी लामो छ के चाहिँ हो त्यहाँनिर आकाशमा प्लेन जस्तो पनि छ प्लेन त फेरि यति बेला कहाँ पुग्नु पर्ने उडेर के हो होस् छोडिदिउँ अब यो समुद्रको यो छालको तपाईँले सुन्नुहुँदैछ आवाज साउन्ड समुद्रको बाढ त नआउँछ अहिले त बस अब म लाग्दिएको ल अब म पर गएर बस पक्रिनुपर्छ हे क्याट फुसी आइज न हेलो म्याउ कम हियर अब यो कम हियर भनेको पनि के बुझ्छ होला अरे यसले ताल हबिबी ताल हबिबी पनि हो कि होइन अब यो फेरि अहिले हेर्नुपर्छ फेरि ल म हिस्टोरिकल भिलेज चाहिँ अब तपाईँ यो टुर समाप्त भयो आजको मेरो सोलो भिजिट टु द हिस्टोरिकल भिलेज अफ के पो हो अलबरा होला हो त्यस्तै के होला अन्त अब म यहाँबाट यस्तो होइदिन्छु यस्तो त होइन यस्तो होइदिन्छु गाडीमा हो बसमा जान्छु बिस्तारै घुम्दै अन्त मेरो ब्याट्री पनि डेड हुन आँटेको छ यहाँबाट यस्तो जान्छु ल ओके अब तपाईँहरूलाई पछि भेट्छु ओके गाइज र बाई चाहिँ एकैपल्टमा भइदिएछ अब
ल ठिकै छ नि त ओके बाइज